है वेलकम छ है गाइज मेरो भ्लगमा। म चाहिँ मार्केट हिँड्दैछु है ड्युटीदेखि। मैले काम गर्ने चाहिँ यो देख्नुभएको छ नि ठुलो बिल्डिङ, त्यसमा गर्छु है। म चाहिँ ड्युटीदेखि हिँड्दैछु सामान लिनको लागि। सिटी हाइवेमा जान लाग्यो है, दाइरोमा दाइया छ। पुलिस त छैन नि, पुलिस होइन हामी गर्छु ल के साह्रो स्पिड हिँड्यो। गाडी आएको रेड लाइट हामीहरूले धेरै ध्यान दिनुपर्ने कुरा है। रेड लाइटमा चाहिँ गाडी रोकिन्छ, त्यसपछि हामीले रोड क्रस गर्नुपर्छ ल। रेड लाइट गर्न लागि है, हामी चाहिँ सिटी हाइवेमा लागेको छ। रेड लाइट पनि सक्यो, फाइनली रेड लाइट पनि बोल्यो। हामी अब चाहिँ क्रस गर्नुपर्छ बिस्तारै नआत्तिकन। र म चाहिँ रोड क्रस गर्दैछु है। खोल्टीमा राख्नु परेछ फोन नि, राम्रोसित आएको छैन। फोन चाहिँ गोलीमा राखेको छु, त्यही भएर है। यहाँ हातमा लिएर भ्लग बनाउनु गाह्रो छ कि। अब लेडिज हुन्छ होइन, मुस्लिम कन्ट्री गाह्रै हुन्छ। यहाँ मुस्लिम लेडिजहरूलाई चाहिँ ठाडो नजाँदै नि हेर्न पाइँदैन, त्यसैले भिडियोमा आयो भने तनाव हुन्छ। त्यसैले म फोन चाहिँ गोजीमा राखेर बनाउँदैछु। जस्तो भयो नि अब हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट लाइक सेयर है सबैजनाले गरिदिनु होला। अनि मलाई सब्सक्राइब गर्नुभएको छ भने चाहिँ उहाँहरूलाई धेरै धेरै धन्यवाद। र गर्नुभएको छैन भने लिङ्कमा गएर सब्सक्राइब गरिदिनु र बेल आइकनमा दाबिदिनु होला। सबलाई धेरै धेरै धन्यवाद छ। अनि मेरो 156 सब्सक्राइबरलाई चाहिँ धेरै धेरै धन्यवाद माया सपोर्ट गरिदिनु भएकोमा। र नयाँलाई नि गरिदिन अनुरोध गर्दछु है। अनि सानो सानो युट्युबरहरूले एक आपसमा है सपोर्ट गर्नुपर्छ ल। सब्सक्राइब गरिदिनु र कमेन्टमा लाइक कमेन्ट छोडिदिनुहोस्, म हजुरलाई सब्सक्राइब गर्नेछु ल। फाइनल्ली म नि सिटी आइपुग्न लागेँ। यो अगाडि देखाउनुहुन्थ्यो खोल्तीमा छ, लेडिज हिँडिरहेको छ। कम्प्लेन गऱ्यो भने गाह्रै हुन्छ कि, यो मुस्लिम कन्ट्री होइन त। त्यसैले म सिटी हाइवेको बाहिर छु है, भित्र पस्नुलाई अब जाँदैछु दाजुमा। सर र ढोकानी खोल्छ है रिमोट सिस्टम। हामी आइपुग्यौँ भित्र है। यो देख्नुभएको छ, अब देख्नुभएको छ नै के कस्तो छ। जति देख्नुभएको छ नि हेरिदिनु ल।
अहिले यो भन्दा फ्रेस लानु त्यो फ्रेस हेर्नु के लिगम फाइनल्ली हामी सामान लिएर नि फर्किसक्यौँ है। हामी बाटोमा हिँड्दैछौँ। भिडियो भने जस्तो बनाउन सकिएन, त्यसको लागि दुःख पनि लाग्यो। भिडियो सोचे जस्तो बनाउन सकिएन खोल्टीमा राख्नुको कारणले। अब मुस्लिम कन्ट्रीमा गाह्रो हुन्छ, त्यसैले म जति सक्छु त्यति बनाउँदै गएको छु हैन। सो म नि काम गरेको ठाउँमा आइपुग्न लागिसकेँ। भिडियो इन गर्नु पर्छ हैन। त्यसैले सबैले हेरेर माया सपोर्ट गरिदिनु हुन्छ भन्ने आशा नि गर्छु हैन। अब पुरानो हुनुहुन्छ भने त उहाँहरूलाई धेरै धेरै धन्यवाद, र नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब, लाइक, कमेन्ट, सेयर गरिदिनु होला भन्दै भिडियोलाई इन गर्न चाहन्छु।